उपस्थित भई केही कुरा राख्न पाउँदा मलाई एउटा ऐतिहासिक मोडको साक्षीका रूपमा गम्भीर जिम्मेवारी बोध भएको छ। हालै सम्पन्न राष्ट्रिय सभाको निर्वाचनबाट निर्वाचित हुनुभएका सम्पूर्ण सदस्यहरूलाई बधाईसहित उपलब्धिमूलक कार्यकालका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु। त्यस्तै आफ्नो कार्यकाल पूरा गरी बिदा हुन लाग्नुभएका माननीय सदस्यज्यूहरूमा बधाई ज्ञापन गर्दै आगामी सुखद जीवनको कामना गर्दछु। म प्रधानमन्त्री भएकै दिन अर्थात् 2082 भदौ 27 गते जेनजी आन्दोलनको भावना अनुरूप तत्कालीन परिस्थितिलाई सामान्यीकरण गरी मुलुकमा थप द्वन्द्व चर्किन नदिन र जनधनको क्षति रोक्न तथा राज्यलाई पुनः संवैधानिक लयमा फर्काउन 2082 फागुन 21 गते निर्वाचन गर्ने तत्कालीन प्रतिनिधि सभा विघटनका लागि सम्माननीय राष्ट्रपतिज्यूलाई सिफारिस गरेकी थिए। सोही सिफारिस बमोजिम प्रतिनिधि सभाको विघटन भएको र तोकिएको समयमा स्वच्छ, निष्पक्ष र विश्वसनीय वातावरणमा चुनाव सम्पन्न गरी जननिर्वाचित सरकारलाई शक्ति सुम्पन्न यो सरकार आतुर रहेको बेहोरा यस सम्मानित सदनमा जानकारी गराउन चाहन्छु। म यस सदनमा जेनजी आन्दोलनमा शहादत प्राप्त गर्नुभएका शहीदप्रति सम्मान प्रकट गर्दै शहीद परिवारमा पुग्न गएको अपूर्णीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछु। साथै आन्दोलनका घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। यसअघि विभिन्न अवसरमा भनिसकेकी छु कि म कुनै शासकीय आकांक्षा बोकेर कुनै पदको लालसा लिएर प्रधानमन्त्री भएको होइन। बिथोलिएको संवैधानिक व्यवस्थालाई ट्र्याकमा ल्याउन र देशलाई सङ्कटबाट बचाउन परिवर्तनकामी भूमिका युवाको आग्रह राजनीतिक दलहरू र सम्माननीय राष्ट्रपतिज्यूसँगको छलफलका आधारमा विषम परिस्थितिमा मैले प्रधानमन्त्रीको जिम्मेवारी लिएकी हुँ। सम्माननीय अध्यक्ष महोदय, भदौ 23 र 24 गते जेनजी युवाहरूको नेतृत्वमा भएको विद्रोह हाम्रा शासकहरूमा युवा आकांक्षाको व्यवस्था, मुलुकमा व्याप्त भ्रष्टाचार, राज्य सञ्चालनमा देखिएको संवेदनहीनता विरुद्धको चेतनाको प्रतिबिम्ब थियो। संविधानको मर्म र भावना बमोजिम सुशासन, समृद्धि र विकासको क्षेत्रमा भएका कमी कमजोरी र त्यसबाट सृजित असन्तोष, अभाव वा उपेक्षाको कारणले यस आन्दोलनको जन्म भएको कुरालाई हामीले स्वीकार गर्नुपर्दछ। उक्त आन्दोलन वर्तमान संविधानले परिकल्पना गरेको सङ्घीय गणतन्त्रात्मक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार र सुशासन लगायतका लोकतान्त्रिक मूल्य मान्यतामा हामी खरो उत्रन नसक्नुको परिणाम पनि हो। यो विद्रोह यस्तो ऐना हो जसमा हामीले हाम्रा आफ्नै शासकीय त्रुटिहरू र आचरणगत कमजोरीहरू देखिएका छौँ। सूचना प्रविधिमा भएको चमत्कारिक विकासको बारेमा जानकार नेपाली युवा पुस्ताले आफ्नो मुलुकमा पनि राज्यका स्रोत साधन र अवसरमा समान पहुँच, रोजगारी र गुणस्तरीय जीवनको आकांक्षा रहेको छ। यी आकांक्षा केवल युवाका मात्र होइनन्, बरु नेपालको आर्थिक रूपान्तरणका अनिवार्य शर्त हुन्। तसर्थ ती आकांक्षा पूरा गर्न राज्यका तीनै अङ्गहरू कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका जिम्मेवार भई लागि पर्न निकै ढिलाइ भइसकेको छ। यही कारण हामीले ठुलो क्षति बेहोर्नु परेको छ। वर्तमान सरकारले जेनजी आन्दोलनमा मृत्युवरण गरेका योद्धाहरूलाई शहीद घोषणा गरी सम्बन्धित परिवारलाई राहत उपलब्ध गराउनुका साथै घाइतेहरूको उपचार तथा जीविकालाई प्राथमिकता दिएर काम गरेको छ। आन्दोलनका मागहरूलाई सम्बोधन गर्ने गरी सरकार र आन्दोलनकारी प्रतिनिधिबीच मुलुकको राजनीतिक दिशा बदल्ने ऐतिहासिक सम्झौता सम्पन्न भएको छ। सार्वजनिक निकायका काम कारबाहीलाई पारदर्शी र उत्तरदायी बनाई भ्रष्टाचार न्यूनीकरणमा पूर्ण प्रतिबद्धताका साथ सरकार लागि परेको छ। भ्रष्टाचार न्यूनीकरण सम्बन्धी रणनीतिक योजना तथा प्रविधिमा आधारित सुशासनको मार्गचित्र तयारीको कार्य अन्तिम चरणमा पुगेको बेहोरा यहाँ अवगत गराउन चाहन्छु। 2082 फागुन 21 गते हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवारको मनोनयन सम्पन्न भई राज्यका स्रोत साधन निर्वाचनमा केन्द्रित गरिएको छ। आन्दोलनका क्रममा लुटिएका हतियारहरूमध्ये अधिकांश बरामद भइसकेको र सुरक्षाको पूर्ण प्रत्याभूति गरिएको छ। एकीकृत निर्वाचन सुरक्षा स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ। सबै सुरक्षा संयन्त्र परिचालन सुनिश्चित गरिएको छ। चुनावमा देखिएको राजनीतिक दल तथा विभिन्न उम्मेदवारहरूको सहभागिता
तथा जनतामा देखिएको उत्साहले नेपाली जनताको लोकतान्त्रिक प्रतिको आस्था, विश्वास, भरोसा अनि प्रतिबद्धतालाई दर्शाइएको छ। यो निर्वाचन केवल सदनमा जनप्रतिनिधि पठाउने एउटा नियमित प्रक्रियाको अङ्ग मात्र होइन, बरु यो त नेपाल राष्ट्रको नयाँ राजनीतिक संस्कृतिको प्रस्थान बिन्दु बन्नु पर्दछ भन्ने मेरो सविनय आग्रह छ। तसर्थ निर्वाचन आचार संहिताको पूर्ण पालना गरी आगामी निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न म यस सम्मानित सदन मार्फत सबै पक्षसँग हार्दिक अपील गर्दछु। परिस्थितिलाई सामान्यकरण गर्दै निर्वाचनका लागि यो वातावरण बनाउन सङ्घीय सरकारका अवयवका साथै प्रदेश र स्थानीय सरकार, निर्वाचन आयोग, राजनीतिक दल, जेनजी आन्दोलनका अगुवा तथा प्रतिनिधि, नागरिक समाज, कूटनीतिक समुदाय, सञ्चार माध्यम सबैको सहयोग र सद्भावले सम्भव भएको हो। यसका लागि सम्माननीय अध्यक्ष मार्फत सबै पक्षको यसखालको सुझुजको म उच्च सराहना गर्दछु। आज हामीले सदाचार नीति सम्बन्धमा छलफल गऱ्यौँ। यो भविष्यमा भ्रष्टाचार शून्य नेपाल बनाउने महत्त्वपूर्ण दस्तावेजका रूपमा आउनेछ भन्ने विश्वास लिएको छु। तर सदाचार भन्ने कुरा कुनै भाषण, प्रवचन वा दस्तावेजका सुन्दर अक्षरहरूको सजावटले मात्र कायम हुने होइन, यो हामी प्रत्येक सार्वजनिक पदाधिकारीको आचरण र व्यवहारमा प्रदर्शन हुनुपर्ने विषय हो। जेनजी आन्दोलनका युवाहरूले उठाएको मूल मुद्दा नै भ्रष्टाचार सहित रहित समाज, सुशासन, सदाचार नै हो। यो सरकार गठन भएपछि मितव्ययितालाई हामीले प्रमुखताका साथ अङ्गीकार गऱ्यौँ, तसर्थ स्रोत साधनको दुरुपयोग धेरै हदसम्म रोकिएको छ। हामीले अनावश्यक सुविधा लिएका छैनौँ। सार्वजनिक निकाय र नियमकारी संस्थाहरूले कानुन बमोजिम गर्ने काममा कुनै प्रकारको अवाञ्छित दबाब दिएका छैनौँ। पूर्ण रूपमा व्यावसायिक स्वतन्त्रताका साथ ती निकायहरूले काम गरिरहेका छन्। त्यसका केही परिणाम अहिले देखिएका छन्, केही दीर्घकालमा देखिने गरी हामीले जग बसालेका छौँ र यस वर्षका घटनालाई पाठको रूपमा लिँदै आगामी दिनमा कसैले पनि सुशासन कायम होस् भनेर नागरिकले सडकमा आउन नपरोस् भन्ने हामी सबै सधैँ सचेत हुनुपर्दछ। यसका लागि सत्ताको मोहमा मग्न हुने होइन, विधिको शासनप्रति हाम्रो निष्ठा अटुट हुनुपर्दछ। हाल हामीसँग प्रतिनिधि सभा छैन, तर जनताको सही मतबाट छिट्टै प्रतिनिधि सभा आउँदैछ। हामीसँग राष्ट्रिय सभा छ। यसलाई परिपक्व बुजुर्गहरूको संस्थाको रूपमा लिने गरिन्छ। देशको हितमा परिपक्व र विवेक सम्मत भूमिका खेल्ने यस स्थायी सदनबाट प्राप्त हुने निर्देशनहरूलाई सरकारले सिरोपर गर्नेछ। अन्त्यमा मेरो छोटो कार्यकालको यो अन्तिम चरणमा म के विश्वास दिलाउन चाहन्छु भने हामीले भत्किएका संस्थाहरूलाई शुभेच्छाले जोड्नेका छौँ र एउटा नयाँ आशाको बिउ रोपेका छौँ। मुलुकमा व्याप्त भ्रष्टाचार, दण्डहीनता र अन्याय जस्ता संरचनात्मक कारणहरूको निवारणको लागि सबै निकाय एकजुट भएर लाग्न ढिला नगरौँ भन्दै साथै म एउटा यहाँ उठेको कुरामा म एउटा आफ्नो अवधारणा राख्न चाहन्छु। यहाँहरूलाई थाहा होला कि 27 गते मेरो शपथ ग्रहण मैले गरेँ, नियुक्ति भयो। त्यसपछि केही समय मन्त्री परिषद गठन नै भएन, किनभने हाम्रो त पोलिटिकल पार्टीको त होइन, पोलिटिकल पार्टीको आफ्नो सर्टेन मेम्बरहरू हुन्छ। हामीले त बाहिरबाट खोज्नुपर्ने अवस्था आयो इन्ट्रिम गभर्मेन्टको निम्ति। त्यसमा चाहिँ जेनजीको ठुलो एउटा प्रेसर थियो हामीलाई, जेनजीको मान्छेहरू ल्याऊ मन्त्रीमा भनेर आयो त्यसकारको। त्यसमा महावीर पुनको नाम आयो, त्यसपछि कुलमान घिसिङका नामहरू उनीहरूले प्रेसर गरे। हामीले त मान्नुपर्ने अवस्था पनि थियो तत्काल। त्यसपछि धेरैको नामहरू चाहिँ आयो, त्यसमध्येको केहीलाई हामीले चाहिँ मन्त्री परिषदमा आयौँ। त्यो बेलामा तत्त व्यक्तित्वहरूले आउन मान्नुभएको थिएन मन्त्री परिषदमा। तर जेनजीको प्रेसर के थियो भने यिनीहरूलाई तिमीहरूले लिनै पर्छ, कुलमानलाई लिनै पर्छ, पुनलाई लिनै पर्छ र अरू सञ्चार मन्त्री यिनीहरूलाई पनि लिनै पर्छ भन्ने खालको आवाज आयो। र हामीले हात जोडेर, मैले नै स्पेसली अरूलाई त म भन्दिनँ, मैले नै स्पेसली हात जोडेर जति दिन तपाईँहरू बस्ने हो बसिदिनुहोस्, किनभने जेनजीको प्रेसर छ, त्यो नभई हुँदैन। त्यसमा बब्लु गुप्ता भन्ने पनि जेनजीबाट आयो त्योहरू। अब उनीहरू सञ्चार मन्त्री गएका र बब्लु यिनीहरू अब अलिक लोकप्रिय टाइपका मान्छे पनि हुन्, यिनीहरू पोलिटिक्समा जाने मान्छे हुन् भन्ने हामीलाई थाहा पनि थियो। बैमानी त्यहाँनिर हुन्छ जहाँ सरकारमा बसी कोही चुनाव लड्छ भने त्यो इन्ट्रिम गभर्मेन्टमा बसेर बैमानी गर्यो भन्न सकिन्छ। तर सरकारै छोडेर गइसकेको व्यक्ति जसलाई हामीले वर्ड्स पनि दिएको छ, जुन दिन तिमी
सरकार के अरे चुनावमा जान्छौँ त्यो दिन राजीनामा गरेर जाऊ, हामी बिदाई गरिदिन्छौँ, केही छैन। तर जति दिन बस्नुपर्ने हो त्यो जेन्जीको भोइसको कारणबाट भनेर अझ उसलाई त पुनलाई त एक प्रकारले अँगालो हालेर सुदन गुरुङले लिएर आयो। ऊ त किताब बेच्दा बेच्दै सडकबाट उठाएर लिएर आएको हो भने त्यो। अनि मलाई लाग्दैन कि अब कोही गयो जस्तो सञ्चार मन्त्री योङ छ, बबुल गुप्ता योङ छ, अब यिनीहरूले चाहिँ के भने अहिलेको यो परिवर्तित उसमा उनीहरू जेन्जी टाइपको भएको हुनाले अब तिनीहरूले चुनावमा जान पाउँदैनन् भन्ने मलाई त त्यो त लाग्दैन। र खासमा भन्ने हो भने दोष लाउनुहुन्छ भने मलाई दोष लाउनुहोस्, उनीहरूलाई दोष नलाउनुहोस्। किनभने मैले त्यतिखेर सरकार बनाउनैको लागि पनि वर्ड्स दिएको थियो कि तिमीहरू जुन दिन कुलमानजीलाई पनि भनेको थियो जुन दिन तपाईँहरू जाने हो त्यो दिन चाहिँ म बकायदा तपाईँहरूलाई चाहिँ बिदाई चाहिँ म गर्छु, तपाईँहरू जानुहोस् आरामसँग चुनाव लड्नुहोस् भनेर चाहिँ मैले भने पनि हो। त्यस कारण मलाई लाग्दैन कि उनीहरूले चाहिँ बेइमानी गरे, यो गरे, पोलिटिकल ऊ गरे भन्ने त खासमा त्यो भन्नु बेकार छ। उनीहरूको लाइफ छ, उनीहरूको आफ्नो जीवन हो, उनीहरूको आफ्नो उमेर छ, राजनीतिमा जान सक्ने उनीहरूको संस्कार छ। त्यस कारण तिनलाई त्यसरी गए भन्दैमा मैले यहाँहरूलाई खुलाइदिएँ कि मैले नै वचन दिएको हो। जेन्जीको प्रेसर थियो ल्याउनै पर्ने, उनीहरूको प्रेसर थियो हामी चाहेको बेलामा निस्केर जान्छौँ भनेको थियो। त्यसकारण उनीहरू गए। अब आजसम्म उनीहरूको कुनै सम्पर्क पनि छैन मन्त्रीमण्डल परिषदसँग, आएर कुनै कुरोको माग पनि गरेका छैनन्। आजसम्म हामीसँग कुनै टेलिफोनमा कन्ट्याक्ट पनि छैन। उनीहरू निर्वाचनमा गए, चुनावमा अब उनीहरू भाग लिएका छन्। मलाई अन्यथा भनिरहनु पर्छ भन्ने जस्तो पनि लाग्दैन। जहाँसम्म पुन्जी हो, पुन त रिसाएर हिँड्नुभएको हो। 2-4वटा कानुन बनाउन भन्नुभएको थियो, ती कानुन राम्रै थियो, तर हामीले यो छोटो समयमा त्यो कानुन बनाएर उहाँलाई चाहिँ सहयोग गर्न हामीले सकेनौँ। त्यो कानुन मुलुककै लागि थियो तर हामीले सकेनौँ उहाँलाई सहयोग गर्नलाई। अनेक परिस्थिति हुन्छ, सबै कुरो हुँदैन। त्यसै कारण अब राइट हो, आफ्नो व्यक्तिको राइट हो, को राजनीतिमा जान्छ जाँदैन। त्यस कारण त्यहाँ भन्नु पनि बेकार छ कि एउटै पोलिटिकल पार्टी, यो अभियोग पनि आयो कि यो त राष्ट्रिय स्वतन्त्र पार्टीको हो भनेर। राष्ट्रिय स्वतन्त्र पार्टीमा 2 जना गए, कुलमानजीको आफ्नै पार्टी हो त्यो। अब पुनजीको चाहिँ महावीर पुनको पार्टी नै छैन भनेपछि एउटै पार्टी, सबै मान्छे राष्ट्रिय पार्टीमा स्वतन्त्र पार्टीमा गए त होइन। र हामीहरू कसैसँग त्यस्तो कन्ट्याक्ट पनि छैन। यो गलत हो, यो गलत भाष्य हो। आफ्नो आफ्नो राइट हो। चुनावमा कसैलाई हामीले सबैलाई सोध्यौँ, तपाईँहरूको एनीबडी यु निड भनेर पनि सोध्यौँ हामीले। कोही तपाईँहरू जानुहुन्छ भने नजानेहरू बसे, जसलाई पोलिटिकली कुनै इन्ट्रेस्ट थिएन। हामीलाई थाहा थियो यसलाई इन्ट्रेस्ट छ, यो उसलाई चाहिँ इन्ट्रेस्ट छ भन्ने थाहा हुँदाहुँदै जेन्जीको प्रेसरमा उनीहरू आएका हुन्। आए गए, बकायदा गए। अहिले सम्पर्क पनि छैनन्। हामीले खाँदा ओढाएर जति दिन तिमीहरूले चिया खाएर यहाँ काम गऱ्यौ, मात्र चिया खाएर काम गरेका छन् तिनीहरूले। हद्द भएको मन्त्रालयको 2 कप चिया खाएको होला दैनिक। तिमीहरू गए, धन्यवाद, हामीले पठाइदियौँ। मैले यति भन्दै यहाँ मैले अन्त्य गरेँ। आज मैले बोल्न पाएको म खुसी छु। धन्यवाद छ, यो मौका पाएँ। फेरि यस्तो मौका पाउनु बहुत गाह्रो छ, कठिन छ। म आशा पनि गर्दिनँ, म त्यो क्षेत्रको मान्छे पनि होइन, मेरो नेचर पनि त्यो होइन, मेरो कल्चर पनि होइन, म पोलिटिकल पार्टीमा कहिले रहेको मान्छे पनि होइन। थ्याङ्क यू।